नमस्ते साथीहरु। आज चाहिँ मैले हैन मेरो दुईटा अंडा लिएर आएको छु। मतलब मेरो लागि दुईटा अंडा नक्कल अंडा लिएर आएको छु माथि छतमा हैन तलबाट। जुन उसिनेको अंडा छ यो अंडा नक्कल अंडा हैन नचपाइकन यति खुलित्त निल्ने गरेको छु हैन गाउँबाट आएको अंडा है। च्यालेन्ज भनौं न च्यालेन्ज जुन तपाईको यो चाहिँ नचपाइकन निल्दाखेरि चाहिँ यो अंडा घाँटीमा अड्क्यो भने जुन मान्छेको मृत्यु पनि हुन सक्छ भन्छ हैन। अनि पानीहरु चाहिँ मैले केही पनि ल्याएको छैन। सो अनि त्यो च्यालेन्ज गर्न गइरहेको छु म। पहिला टक्क फुटामै अंडा। यो चाहिँ अंडा यो चाहिँ नक्कल अंडा हैन। यसरी खानुपर्छ हैन गाइस। यो चाहिँ मैले जुन अब हैन त्यतिकै अब बिना नचपाइकन हैन निल्न लागेको छु अंडा हैन। नक्कल अंडा चिप्लो चिप्लो हैन सानो हुन्छ जुन तपाईहरुले देखिसक्नु भएको छ यसरी है। यसरी यसलाई मैले चाहिँ फुकाल्दै छु यसरी फुट्याउँदै छु। ला गाइजहरु नक्कल अंडा हैन मैले चाहिँ खलात्तै निल्न आँटेको छु है। अब त्यो च्यालेन्ज छ हैन यो अड्क्यो भने चाहिँ मलाई चाहिँ के जुन मर्न के मृत्यु पनि हुन सक्छ भन्छ मान्छेको हैन। खुल्त निल्ने होला छ खत्म बाय बाय। कसम यार यो च्यालेन्ज चाहिँ कसैले नगर्नु होला है। तपाईहरुलाई मैले अनुरोध गरे हैन। यो च्यालेन्ज चाहिँ कसैले नगर्नु होला यार। झन्नै मर्दैन यार। आम्मा आँखै रातो भए जस्तो है मेरो त। क्या यार कर्याक गरेर कस्तो पोलेर गयो भने घाँटी त यार। गाइस मेरो अनुरोध छ कसैलाई पनि साथीहरु हैन यसरी अंडा चाहिँ ननिल्नु होला भन्छु म चाहिँ हैन यार। अझै भित्र जुन दुइरा छ कसम भने यार घाटेको हैन मैले हैन अंडा निलेको है। क्या हुँदो रहेछ क्या पुरै यार भित्र त आमा कस्तो तोरले गयो भने यार भित्र घाँटी नि चर्र गरेर गयो भने अब थाहा छैन अब गु हाक्दाखेरि सिङ्गे आउँछ कि त्यस पच्छ होला नि गु हाकेपछि त पचिसक्यो भित्र गएर। कहिले नि च्यालेन्ज त्यसरी चाहिँ सिङ्ग के नचपाइकन निल्ने कोसिस नगर्नु होला भन्न चाहन्छु। हस्त धन्यवाद। सो अनि भिडियोलाई लाइक पनि गरौँ होला अनि सबजनाले मन पराइदिउँ होला मन पराएर हेरौँ होला। त्यही हो साथ सपोर्ट गरौँ होला लाइक पनि गरौँ होला कमेन्ट पनि गरौँ होला अनि सबै गरौँ होला। बाइ बाइ।